सबैलाई जयमसी। तपाईहरुलाई स्वागत छ हाम्रो यो सेसनमा। आउने केही हप्ताहरुमा म तपाईहरुलाई विशेष गरी एउटा विशेष विषयको बारेमा म शेयर गर्न गइरहेको छु। अनि विशेष गरी आज तपाईहरुसँग एउटा इन्ट्रोडक्टरी सेसन जस्तै हुनेछ। विशेष गरी हामी सबैजनालाई कथाहरु मन पर्छ। म आफैलाई पनि कथा एकदमै मन पर्छ। कथा मन नपर्ने मान्छे बिरलै पाइन्छन्। हामीले लेख्न भन्दा पनि पहिला कथा बोल्न र सुन्न सिकेका छौं। हाम्रो पुर्खाहरूले लेख्न जान्दैनथे, तर कथा उहाँलाई थाहा हुने, बोल्न सक्ने, याद गर्न सक्ने क्षमताहरू थियो। त्यही भएर हामी आज विशेष गरी कथाको बारेमा केही कुराहरू म तपाईलाई बताउने छु। मलाई जीवनमा साँचो घटनाहरू, सत्य घटनाहरू भएको कथाहरू एकदमै मन पर्छन्। त्यति मात्र हैन, साँचो घटनाले कसरी प्रभाव बनायो, अरूको जीवनमा प्रभाव बनाएको कथाहरू मन पर्छन्। त्यो भन्दा पनि गहिरो अझै क्रिश्चियन कथाहरू जसले जीवनमा प्रभाव बनाए, म त्यो प्रति एकदमै त्यो कथाहरू सुन्दाखेरि एकदमै उत्साहित हुन्छु। नयाँ करार र पुरानो करार दुवै चाहिँ कथाहरूद्वारा भरिएका छन्। पुरानो करारको सुरुवातै हेर्नुहुन्छ भने परमेश्वरको सृष्टिद्वारा एउटा कथाद्वारा सुरु भएको छ भने प्रभु येशू ख्रीष्ट यो संसारमा हुँदै गर्दाखेरि पनि उहाँले बोल्दै गर्दा जहिले पनि उहाँले प्याराबल्सहरूद्वारा, उहाँले कथाहरूद्वारा उहाँले सिकाउनु भयो। जहिले पनि हामी हेर्छौँ भने प्रभु येशू ख्रीष्टले कम्तीमा पनि झन्डै 40 वटा जति, 38 वटा जति कथाहरू उहाँले अथवा दृष्टान्तहरू उहाँले आफ्नो चेलाहरूको बीचमा उहाँले बाँड्नुभयो। 35% भन्दा बढी टिचिङ्सहरू चाहिँ उहाँले कथाहरूद्वारा दिनुभयो। त्यही भएर कथा त कति धेरै महत्त्वपूर्ण कुरा छ हाम्रो जीवनमा भन्ने कुरा हामी थाहा गर्छौँ। विशेष गरी मत्तीको पुस्तक 13 अध्यायको 34 पदले हामीलाई बताउँदछ कि येशूले सबै कुराहरू नै, सबै टिचिङ्सहरू नै उहाँले दृष्टान्तहरूद्वारा भन्नुभयो। दृष्टान्त बिना उहाँले केही पनि कुरा गर्नु भएन भनेर त्यो खण्डले लेख्दछ। त्यही भएर कथाले चाहिँ हाम्रो जीवनमा एकदमै गहिरो प्रभाव बनाउँदछ। आजको यो छोटो सेसन म तपाईहरुको बीचमा कथाबाट सुरु गर्न चाहन्छु। यो कथा चाहिँ मेरो हृदयमा एकदमै नजिक भएको एउटा खण्ड हो, एउटा घटना हो है। यो करी भन्ने एकजना दिदी र उसको बहिनी बेस्टी भनेको बारेमा म छोटो कथा बताउन चाहन्छु। विशेष गरी दोस्रो विश्वयुद्धमा बेस्टी, उसको बहिनी र कोरी भन्ने दिदी, दुईजना चाहिँ उनीहरू डच क्रिस्चियनहरू थिए। अनि उनीहरूले चाहिँ त्यो विश्वयुद्धको समयमा यहुदीहरूलाई मार्ने, काट्ने हैन, विशेष गरी ग्यास चेम्बरमा हालेर मार्ने कामहरू भइरहेको थियो। अनि यो घटनामा चाहिँ यो क्रिस्चियन दिदी बहिनीले चाहिँ उनीहरूको घडी पसल पनि थियो। अनि उनीहरूले चाहिँ विशेष गरी यहुदीहरूलाई चाहिँ लुकाउने काम गर्दथे। अनि यो थाहा पाएपछि चाहिँ त्यहाँ भएका सेनाहरूले यो दिदी बहिनी दुवैजनालाई चाहिँ समातेर रबिन्सब्रुक भन्ने एउटा कन्सन्ट्रेसन क्याम्प भएको एरियामा, झ्यालखानामा लगेर राख्ने काम गर्यो। किनकि उनीहरूले चाहिँ यहुदीहरूलाई लुकाउने काम, सुरक्षा गर्ने कामहरू गरेका थिए। अनि यो ब्यारेकमा चाहिँ, जहाँ चाहिँ यो क्याम्प चाहिँ हाम्रो यो वनतिर गएर गर्ने वनभोज जस्तो क्याम्प होइन, यो चाहिँ हाम्रो तिहारतिर हुने युथ क्याम्प जस्तो होइन। यो चाहिँ विशेष गरी धेरैपल्ट एकदमै जेलमा धेरै मान्छे नअटेको भएर एउटा ठुलो भिडमा एउटा ब्यारेकमा राखिने काम गरिन्थ्यो। अनि बेस्टी र उसको दिदी दुवैजना मिलेर चाहिँ उनीहरूलाई जेलमा राखिने काम गरियो। त्यो समयमा चाहिँ त्यो जेल चाहिँ यति धेरै मान्छेले भरिएको थियो। अनि त्यो जेल चाहिँ यति धेरै मान्छेहरूले भरिएको अनि प्याक थियो कि त्यो ठाउँमा चाहिँ उपियाँहरू बेसरी इन्फेस्टेसन नै भएको थियो। अनि यति धेरै उपियाँ थियो कि उनीहरू सुत्न पनि सक्दैनथे। यति धेरै गाह्रो हुँदै गर्दाखेरि चाहिँ कोरीको बहिनी बेस्टीले के भन्यो भन्दाखेरि हामीले जस्तो सुकै परिस्थितिमा पनि परमेश्वरलाई धन्यवाद दिनुपर्दछ भनेर उनीहरूले धन्यवादको प्रार्थना गर्न थाले। प्रभु धन्यवाद दियो उपियाँहरूको लागि भनेर एउटा अनौठो प्रार्थना गरे उनीहरूले। एउटा अनौठो बिन्ती परमेश्वरको अगाडि चढाए। अनि पहिलो थेसलोनिकी 5:18ले भने चाहिँ उनीहरूले यो प्रार्थना गरे, सबै परिस्थितिमा धन्यवाद दियो किनकि ख्रीष्ट येशूमा तिमीहरूको लागि परमेश्वरको इच्छा यही हो भनेर उनीहरूले यो वचन घोषणा गर्ने थाले। भन्दै गर्दाखेरि उपियाँहरूको लागि धन्यवाद दिँदै गर्दाखेरि चाहिँ उपियाँ धेरै भएको ठाउँमा चाहिँ नाजी गार्डहरू चाहिँ नआउँदो रहेछन्। अनि त्यो ठाउँमा बसेर चाहिँ उनीहरूले बाइबल स्टडी गर्ने काम, परमेश्वरको वचन प्रचार गर्ने काम, प्रार्थना गर्ने मौका चाहिँ उपियाँहरूको कारण नै पाए। सुन्दाखेरि एकदमै अनौठो कथा लाग्न सक्छ, तर एउटा सत्यता यसमा के लुकेको छ भन्दाखेरि हामी धन्यवादी जस्तो सुकै परिस्थितिमा पनि हुनुपर्दछ। विशेष गरी त्यो धन्यवादी भएकै कारण यहुदीहरू, पोलिस एरियाका यहुदीहरू साथै रसियन व्यक्तिहरूलाई, त्यो मारिन लगेका व्यक्तिहरूलाई, त्यो जेल कन्सन्ट्रेसन क्याम्पमा राखेका व्यक्तिहरूले सुसमाचार सुनाउने मौका पाए। अप्ठ्यारो परिस्थितिमा पनि धन्यवादी हुनको लागि पावलले पनि हामीलाई सिकाएको छ।
अर्को खण्डमा जानुभन्दा अगाडि फेरि अर्को एकदमै प्रख्यात कथा म तपाईँलाई सुनाउन चाहन्छु। जर्ज मुलरको नाम नसुने कमै मान्छेहरू मात्र होलान्। 19औं शताब्दीमा जर्ज मुलरले एउटा बाल आश्रम सुरु गर्ने काम गरेको थिए अनि यो बाल आश्रममा विशेष गरी धेरैपल्ट कोही नभएका व्यक्तिहरू, खान नपाएका व्यक्तिहरू थिए अनि जर्ज मुलर चाहिँ एउटा क्रिस्चियन सुसमाचार प्रचार गर्ने व्यक्ति पनि थिए। उसले ब्रिस्टल भन्ने ठाउँमा यो बाल आश्रम सुरु गरेका थिए भने उसले सुरु गर्दाखेरि उसँग न त रुपियाँ पैसा थियो, न त कुनै फन्ड्सहरू थिए, न त कुनै डोनेसन्सहरू थिए। उसले जे छ त्यसमा नै सेवा गरेको थिए। कुनै दिन हुँदा उसको सबै स्रोत साधनहरू भएको पनि सक्यो अनि उसले के गर्यो भन्दाखेरि उनले कसैसँग गएर डोनेसन माग्ने काम गरेन। उनले प्रभुलाई धन्यवाद दिँदै प्रार्थना गरे, प्रभु तपाईँले जुटाउनुहुन्छ भनेर त्यो प्रार्थना परमेश्वरको अगाडि राखे। एक बिहानै कुनै पनि सूचना बिना रोटी बनाउने मान्छेको कारखानाबाट एक थाक रोटी डोनेसन भयो। त्यसै गरी दुध ल्याउने मान्छेले पनि दुध डोनेसन गर्यो। त्यस्तो हुँदै गर्दाखेरि त्यो अर्फेनेजमा, त्यो बाल आश्रममा चाहिने सबै खाँचोहरू चाहिँ प्रभुले पुरा गर्नुभएको घटना हामीलाई थाहा छ र इतिहासका किताबहरूमा पनि लेखेकै छन्। त्यही भएर हामीले हाम्रो जीवनमा यो कथाहरूबाट थाहा गर्दाखेरि हामीले चाहिँ धन्यवादी जीवन बिताउनु एकदमै महत्त्वपूर्ण छ। म पेसाले पास्टर हुँ। धेरैपल्ट म धेरैवटा बाइबल कलेजहरूमा गएर सिकाउने मौका पनि प्रभुले मलाई दिनुभएको छ अनि धेरैवटा ठाउँमा जाँदै गर्दाखेरि म धेरैजना विश्वासी, पास्टर, मिसनरी, टिचर्स र स्टुडेन्ट्सहरूसँग बसेर कुराकानी गर्ने मौका पाउँछौँ अनि धेरैजना पास्टर्सहरूलाई, टिचर्सहरूलाई, स्टुडेन्ट्सहरूलाई म एकदमै हाइली रेस्पेक्ट गर्छु। तर धेरैपल्ट ती मान्छेहरूले मेरो रेस्पेक्ट गुमाएको पनि महसुस गरेको छु किनकि बस्दै गर्दा, कुराकानी गर्दाखेरि राम्रो कुरा हुँदै गर्दाखेरि चाहिँ गनगनका कुराहरू सुरु भएको, अधन्यवादीका कुराहरू सुरु भएको अनि त्यो व्यक्तिहरूको लागि मेरो रेस्पेक्ट चाहिँ गुमाउँदै गएको मैले महसुस गरेको छु। म तपाईँलाई आज याद दिलाउन चाहन्छु, गनगनले हाम्रो जीवनमा आशिष लिएर आउँदैन। धन्यवादीपनले चाहिँ जहिले पनि हाम्रो जीवनमा आशिष र प्रभुको अनुग्रह आएको हामी सबैजनालाई थाहा छ। विशेष गरी अप्ठ्यारो परिस्थितिमा धन्यवादी हुनुको लागि परमेश्वर वचनले हामीलाई बताउँदछ। धेरैवटा यस्तो कुराकानी अधन्यवादी, गनगन, अरूको कुरा काट्ने ठाउँबाट हामी निस्किनु पर्दछ। हामी चाहिँ जहिले पनि जस्तो सुकै परिस्थितिमा पनि धन्यवादी हुनुपर्दछ। धन्यवादी भएन भने गनगन सुरु हुन्छ। गनगन सुरु हुँदै पछि हामी सिनियर पास्टर्सहरूको, आफ्ना साथीहरूको, सिनियर लिडर्सहरूको, हामीभन्दा माथि भएका व्यक्तिहरूको हामी गनगन गर्न थाल्छौँ। साथै त्यति मात्र नपुगेर हामीभन्दा तल भएका व्यक्तिहरू जस्तै हाम्रो स्टुडेन्ट्सहरू, हामीले प्रेम गर्ने भाइ बहिनीहरूलाई पनि हामीले त्यो आत्मा सार्दै जान्छौँ। त्यही भएर आज म तपाईँलाई उत्साह दिन चाहन्छु, अधन्यवादीको बिउ रोप्यो भने त्यसले जहिले पनि झैँझगडा, त्यसले जहिले पनि अएकताको आत्मा लिएर आउँदछ। खुसी नभएपछि अधन्यवादी हुन्छौँ। अधन्यवादी भइसकेपछि हामी गसिप गर्न थाल्छौँ, अर्काको कुरा काट्न थाल्छौँ। कुरा काट्दै जाँदै पछि त्यहाँनिर हामीले डिभिजन लिएर आउँछौँ। त्यसै गरी हामीले त्यसपछि हाम्रो परिवारमा, हाम्रो समुदायमा चाहिँ विद्रोहका कुराहरू पनि लिएर आउँछौँ। विद्रोहले चाहिँ हाम्रो हृदयलाई र हाम्रो आत्मिकी क्षेत्रलाई चाहिँ सारो र रुखो बनाउँदछ। त्यही भएर आज म तपाईँलाई याद दिलाउन चाहन्छु, इजरायलीहरूको ठुलो समस्या पनि त्यही थियो। उनीहरूको समस्या जहिले पनि हामी हेर्छौँ भने गनगन गर्ने समस्या हामी भनेर देख्दछौँ। आज म तपाईँहरूलाई फेरि पनि याद दिलाउन चाहन्छु, हामी चाहिँ गनगनी व्यक्तिहरू नहौँ। हामी चाहिँ इजरायलीहरू जस्तो गनगन गर्ने समुदायहरू भनेर नचिनियौँ। प्रस्थानको पुस्तक 16:3 हेर्नुहुन्छ भने पनि उनीहरूले जहिले पनि इजरायलकै माफ गर्नु होला, मिश्र देशकै खानेकुराहरूको याद गरेको, मिश्र देशकै उनीहरूले लसुन प्याजहरू याद गरेको, मिश्र देशकै मेमोरीहरू बढी भएर उनीहरूले प्रभुले देखाउनु भएको, लान खोज्नु भएको स्वतन्त्रताको एरिया चाहिँ उनीहरूले बिर्सेको हामी देख्दछौँ। त्यही भएर हाम्रो जीवनमा गनगनका कुराहरू हामीले त्यागौँ। कलसीको पुस्तक 3:15 बताउँदछ, ख्रिस्टको शान्तिले तिमीहरूको हृदयमा राज गरोस्, तिमीहरू धन्यवादी हो भनेर भनेको छ। धन्यवादी हुनु चाहिँ परमेश्वरले दिनुभएको आदेश हो। धन्यवादी चाहिँ अप्सन होइन, हामीले चुज गर्नुपर्ने कुरा होइन। धन्यवादी हुनु चाहिँ यो चाहिँ कम्पलसरी प्रभुले दिनुभएको आदेश हो। त्यही भएर हामी परमेश्वरको छोराछोरीहरू भएको नाताले, परमेश्वरको समुदायका हामी व्यक्तिहरू भएको भएर हामी त्यसरी नै जिउन सकौँ। अन्तमा म तपाईँलाई याद दिलाउन चाहन्छु, दोस्रो तिमोथी 3:1-5 तपाईँले समय पाउनुभयो भने पढ्न सक्नुहुन्छ। पावलले 18वटा
समस्याहरू अन्तिम दिनमा देख्नेछौँ भनेर भनेको छ। धेरैपल्ट ठुला ठुला पापहरू हामीले सोच्ने ठुला ठुला पापहरू जस्तै घमण्ड, अनाज्ञाकारिता, ईश्वर निन्दाका कुराहरू मात्रै छन् भनेर सोच्नु होला। तर त्यो मध्ये चाहिँ अङ्ग्रेजी भर्जनमा हेर्नुहुन्छ भने अनथ्याङ्कफुलनेस चाहिँ अन्तिम दिनको चिन्हहरूमध्ये एउटा चिन्ह हो भनेर पनि भनेको छ। यो 18वटा चिन्हमध्ये हामीलाई साधारण लाग्ने तर सबैभन्दा गहन, हामीले नजानी पनि गरिराख्ने कुरा चाहिँ अधन्यवादी हुनु हो। अरूको बदनाम गर्नु भन्ने शब्द प्रयोग गरेको छ, बैगुनी भन्ने शब्द प्रयोग गरेको छ, अरूको बदख्वाइ गर्ने भन्ने शब्द प्रयोग गरेको छ। हामी जहिले पनि हामीसँग जे छ त्यसमा धन्यवादी हुनको लागि प्रभुले हामीलाई बोलाउनु भएको छ। अलिकति कडा शब्द प्रयोग गर्नु पर्यो भने अधन्यवादीपन हुनु चाहिँ एउटा शैतानी गुण हो भनेर म भन्दछु। यो चाहिँ हामी क्रिस्चियनहरूमा हुने गुण होइन। हामीसँग जे छ खानको लागि, लाउनको लागि, पिउनको लागि, हाम्रो साथी भाइहरू जो जस्तोहरू छन्, हाम्रो आमा बुवा, हाम्रो छोराछोरी जे छन्, हामी प्रभुलाई धन्यवाद दिनुपर्छ भन्ने म विश्वास गर्दछु। आउनुहोस् हामी एउटा क्रिस्चियन समुदाय भएर, धन्यवादी समुदाय भएर हामी बस्नेछौँ। जय मसीह।